चाहिँ बब्बाल पानी परेको छ। त्यही भएर म अहिले खेल्न गइरहेको छु। तपाईहरुलाई देखाउने छु कस्तो हुन्छ भैरवाको पानी। हेर्न सक्नुहुन्छ बब्बाल लुकाइरहेको छ गाइस, पानी परिरहेको छ। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो घर हो गाइस। हेर्न सक्नुहुन्छ बब्बाल पानी परिरहेको छ। हेर्न सक्नुहुन्छ बब्बाल पानी परिरहेको छ गाइस। यसको लागि चाहिँ लाइक कमेन्ट शेयर गरिदिनु होला। म पानीमा भिजी पनि हेर्न सक्नुहुन्छ मेरो पुरा लुगा भिजिसकेको छ। यसको लागि चाहिँ लाइक कमेन्ट शेयर चाहिँ हाल्नुपर्छ गाइस। हेर्न सक्नुहुन्छ म पुरा भिजिरहेको छु। तपाईहरुलाई के थाहा कि मेरो एउटा भिडियो बनाउनमा कति मेहनत हुन्छ भनेर। यस्तो बब्बाल पानी परिरहेको छ नि गाइस। ओ नो गाइस, हेर्न सक्नुहुन्छ बब्बाल पानी परिरहेको छ। यहाँ चाहिँ यहाँ चाहिँ असिना पनि खसिरहेको छ सानो सानो। हेर्न सक्नुहुन्छ गाइस यो हो यहाँ छ गाइस। हेर्न सक्नुहुन्छ बब्बाल लुकाइरहेको छ। म चाहिँ आज पानीमा भिजिसकेको छु। हेर्न सक्नुहुन्छ गाइस बब्बाल असिना परिरहेको छ। हेर्न सक्नुहुन्छ गाइस बब्बाल पानी परिरहेको छ। असिना पनि परेको छ यसको साथमा। हेर्न सक्नुहुन्छ उता चाहिँ दुईजनाले हेरिरहेछन् सुटुन्जरहरूले। हेर्न सक्नुहुन्छ गाइस बब्बाल पानी परिरहेको छ भैरवाको भ्यू। हेर्न सक्नुहुन्छ गाइस, हेर्न सक्नुहुन्छ असिना पनि आइरहेको छ। हेर्न सक्नुहुन्छ गाइस, हेर्न सक्नुहुन्छ यहाँ मेरो हातमा पनि छ असिना। हेर्न सक्नुहुन्छ बब्बाल लुकाइरहेको छ गाइस। बब्बाल लुकाइरहेको छ। बब्बाल लुकाइरहेको छ गाइस। हेर्न सक्नुहुन्छ ओइ अनि बब्बाल लुकाइरहेको छ गाइस। हेर्न सक्नुहुन्छ मेरो भान्जीलाई चाहिँ दिदीले नआए भनेर गरिराख्नु भएको छ। हेर्न सक्नुहुन्छ अब मेरो भान्जी पनि आए। हेर्न सक्नुहुन्छ गाइस फेरि भित्र लगिसक्नु भएको छ। म चाहिँ पानीमा पुरा भिजेर। हेर्न सक्नुहुन्छ विजय भनेको विजय हो नि। बब्बाल लुकाइरहेको छ गाइस। हेर्न सक्नुहुन्छ बब्बाल लुकाइरहेको छ। त्यहाँ चाहिँ च्याउटाउ पनि खोजिसकेको छ गाइस। बब्बाल लुकाइरहेको छ। हेर्न सक्नुहुन्छ म चाहिँ पुरा भिजे। बब्बाल लुकाइरहेको छु। म चाहिँ झोली पनि हेर्न सक्नुहुन्छ गाइस बब्बाल लुकाइरहेको छ। बब्बाल हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ गाइस बब्बाल लुकाइरहेको छ। हेर्न सक्नुहुन्छ गाइस बब्बाल लुकाइरहेको छ। हेर्न सक्नुहुन्छ यसको लागि चाहिँ लाइक कमेन्ट शेयर गर्नु होला। म तपाईहरुको लागि यस्तो मेहनत गरी पानीमा भिजेर। हेर्न सक्नुहुन्छ बब्बाल पानी आइरहेको छ। मेरो बाबा अहिले माथि छ। अब फेरि एकछिनमा तल आउँछ किनभने एकदम जाडो छ अहिले। पानी परेको छ गाइस। जहिले पनि जे हुन पनि सक्छ। अब चाहिँ एकदम बब्बाल आइरहेको छ। हेर्न सक्नुहुन्छ मलाई नि फेरि हेर्न सक्नुहुन्छ गाइस बब्बाल लुकाइरहेको छ। हेर्न सक्नुहुन्छ हामदेखि बिउलाई मेरो दिदीले चाहिँ मेरो भान्जीलाई पानीमा खेल्नदेखि रोकिराख्नु भएको छ। हेर्न सक्नुहुन्छ म चाहिँ बब्बाल खेलिरहेको छु। तपाईहरुले लाइक कमेन्ट शेयर गर्नु होला किनभने यस्तो पानी आउनको लागि बब्बाल पानी आइरहेको छ। तपाईहरुलाई के भनौँ हेर्न सक्नुहुन्छ यो घरमा चाहिँ बिहा छ गाइस भोलि। बब्बाल लुकाइरहेको छ। यो जुन पछाडि देखिराख्नु भएको छ यो घर, यस घरमा चाहिँ भोलि बिहा नबिग्रिन्छ। हेर्न सक्नुहुन्छ बब्बाल लुकाइरहेको छ गाइस। हेर्न सक्नुहुन्छ बब्बाल लुकाइरहेको छ। हेर्न सक्नुहुन्छ मेरो भान्जीलाई चाहिँ बेबे आऊ हेर्न सक्नुहुन्छ हेलो भन क्यामेरा देखेर भित्र गइसकेको छ।